अनि म तपाईँहरूकै भावना नेपालगञ्जदेखि स्वागत छ यहाँहरूलाई मेरो युट्युब च्यानलमा। आज देख्न सक्नुहुन्छ 24 गते शनिबारको दिन यस्तो छ। 8 बजिसकेको छ अहिले। टाइम भन्नुहुन्छ भने नेपालगञ्जमा यस्तो अन्धाधुन्ध छ गाइज। अनि मैले बिहान मर्निङको टाइममा भिडियो सुट गरिरहेको छु। म पनि एकछिन अगाडि उठेको, बिउजिन चाहिँ बिहानै बिउजेको। आज म 5 बजे निद्रा खुलेको, त्यसपछिबाट सुतेको छैन। अनि हेलो बहिनी, यता हेर्नुहोस् त। हेलो गाइज, नमस्ते सबैजनालाई। आज हाम्रो बहिनी, यो बहिनी 7 महिना मेरो घरमा बसेर यही रुममा बस्नु भएको थियो गाइज। आज उहाँको बसाइ आफ्नो घर दैलेख जाँदै हुनुहुन्छ। सामानहरू रेडी बनाएर उहाँको गाडी आउन लागेको छ। एकछिनमा गाडी आउँछ, वेटिङमा हुनुहुन्छ। यो बहिनीको उहाँहरू आफन्त हुनुहुन्छ। आज बसाइ सर्यो, 7 महिना बसेर जाँदै हुनुहुन्छ। अलिकति नराम्रो लागिरहेछ होइन बहिनी? बहिनीको 7 महिनाको बसाइ अलिकति बहिनीलाई असहज समस्या भएर मात्रै जान लाग्नु भएको छ। बहिनीको दैलेको बसाइ राम्रै होस्। सँगै बसेर कहिले चित्त दुख्यो कि बहिनी भनिदिनुहोस् त। अहिलेसम्म केही चित्त बुझिया छैन। धेरै सम्झना बुझिया छैन कि बुझ्यो भन्नु छैन, चित्त दुखेको छैन। र घर गएपछि पनि धेरै सम्झना आउनेछ यहाँ दिजुको। फेरि कहिले आउनुहुन्छ? अब 5 महिनापछि फेरि फर्किन्छन्। ल राम्रो भएर एउटा सानो बेबी ल्याएर आउनु होला सक्नुहुन्छ ल है। बेबी उहाँको बेबी हुँदैछ अब बैसँग। यहाँको पनि धेरै हाई गाइज भनिदिनु। ल गाइज, बहिनीको फाइनली गाडी पनि आइसक्यो। बहिनीहरू त्यहाँ बाटोमा हुनुहुन्छ, अब जाँदै हुनुहुन्छ। हामी चाहिँ यहाँबाट भिडियो बनाएर हेरिरहेछौँ बहिनीलाई। हेलो, तपाईँ नआएको भए मलाई झन् सुन्नु हुने थियो। सामानहरू हाल्दै गाडीमा बस्नुभयो। अब चाहिँ जानुहुन्छ सारा ठुलो रुम रहेछ। यो रुम उहाँहरू अघि जानुभएको दैलेखको हिउँसरा बहिनी बसेको यो रुम हो। यो मैले अहिले सफा गर्दैछु। अब यो कोठामा उहाँ शिफ्ट हुँदै हुनुहुन्छ। मैले यो कोठालाई अब पेन्ट त अहिले तत्काल गर्न सकिँदैन होइन, पेन्ट पनि गर्नु भएको छ। योभन्दा अगाडि पेन्ट गरेको 1-2 वर्ष होला यो पेन्ट गरेको। मैले सर्लक्क सफा गरेर पोछा पनि लगाइदिन्छु। आज त शनिबार हो, उहाँलाई शब्द दिएको छैन मैले, उहाँ सर्नु पनि हुन्न होइन। अनि भोलि सन्डे आइतबार उहाँ बिहानै यो रुममा सिफ्ट हुनुहुन्छ। उहाँ चाहिँ 1 महिना अगाडि अर्को मेरो सटरमा बस्नु भएको थियो। म यसलाई सफा गरेर देखाउँदैछु। अनि यता हल्का भित्रको रुम देखाइदेऊ नानी, लगेर ल्याउ त। यो मेरो रुम, यता झ्याल छ 2वटा। यसलाई म सर्लक्क सफा गरेर माथिको जालोहरू त सबै मैले पुछेर सकिसकेँ। अब सबै सामान बाहिर निकालेर मैले यहाँ झाडु पोछा लगाइदिन्छु सर्लक्क है। जसरी मैले तपाईँलाई यो रुम दिएछु नि सफा गरेर, त्यसरी नै छोडेर जाँदाखेरि त्यसरी सफा गरिदिनु ल। सो गाइज, आजको मेरो शनिबारको काम यो हुँदैछ, सफाइ। ल गाइज, हामीले यो रुमलाई यतिको सफा गऱ्यौँ। 2 पटक मैले पोछा लगाएँ। यो पङ्खा पनि सफा गऱ्यौँ कि हामीले पुछ्यौँ। यता जालो सालो पनि सर्लक्कै पुछेर सफा गरेर सफा भइसकेको छ। यो अझै झ्याल पुछ्न छ। यो झ्यालको सिसाहरू पुछ्ने काम छ अझै। अनि यो चाहिँ उहाँ बहिनी यही रुममा बसेर अहिले आज गएको बहिनीको सामान यो यहीँ छोड्नु भएको छ। अब 2-3 महिनापछि आउनुहुन्छ अरे। उहाँको सामान यहीँ राखिदिनु दिदी भन्नुभएको छ। यो सामानलाई मैले सिफ्ट गरिदिन्छु एउटा ठाउँमा। बाँकी 10:30 भइसक्यो गाइज। अहिलेसम्म म यही सफाइ गर्नमा ठिक्क भयो। त्यस्तो छ हाम्रो घर। पहिला डिबिसी गर्नेको साल घर बनाएको हो नि त। यसरी बसेरै यस्तो बसेको छ, हेर्नुहोस्। यो पुरै यस्तो बसेको, यो टालेको हो पछिबाट। तब पनि यस्तो टालेको पनि यस्तो हुन्छ गाइज। अनि यो चाहिँ माथि सिलन हानेको होला क्या, बाहिरको पानीको सिलन यस्तो हुन्छ। पेन्ट जति गर्दा पनि यस्तो नराम्रो देखिने कि यस्तै छ गाइज। बाँकी साढे 10 भयो गाइज। अब चाहिँ मैले फटाफट खाना बनाएर पसल जाने तयारी गर्छु। अब यता यो अटोमा कसले बाल्छ र?
बाल्दै त बाल्नु न दाउरा ऊ त्यो गिर्ने अनि बाँध्ने अब दाउरा तान्नु जानु बाँध्ने बेला तान्नु तपाईँ हो बाँध्ने म त बाल्दैन यहाँ प्याक गरेको दाउरा पनि फेरि झर्न लाग्यो गाइस यस्तो छ आमा हाँसको चल्ला ल्याएर आउनु भयो हाँसको गु मात्रै छ यसो हाम्रो आमा कम्तीबाट गाइस हाँसको बच्चा ल्याएर आउनु भएको रहेछ दाइको घरमा यता मेरो घरबाट दाउरा लिँदै हुनुहुन्छ यो मेरो रुखको दाउराहरू हो हामीले नबालेर यत्तिकै पडिरहेको थियो 12:30 बजे पनि आज घाम लाग्ला जस्तो छैन अन्धाधुन्दा छ गाइस पुरै टुइटो लागेर चिसो छ मौसम आमा दाउरा लिएर जानुभयो कम्ती सो गाइस हेर्नुहोस् त मेरो गेटअप अनि आज यो मोबाइलको स्क्रिन फुटेज छ के हेर्नुहोस् यस्तो चिसो छ नि म चिसोमा यस्तै बाँधेर बस्छु क्या यो फरवाला मेरो प्यान्ट हो होइन अनि यसको भित्र पनि उलन टी सर्ट छ अनि यो डाउन ज्याकेट भइहाल्यो तब पनि मलाई जाडो भइरहेछ कति जाडो भयो होला नेपालगञ्जमा भन्नुहोस् त गाइज आज मेरो मोबाइलको स्क्रिन फुटेर मलाई यति टेन्सन भएको छ नि मोबाइलको स्क्रिन गाइज रुम सफा गर्छु भन्दाखेरि आज बहिनीले छोडेर गएको रुम सफा गर्दाखेरि पकेटबाट प्याट्ट खस्यो भुइँमा यसरी होइन यस्तो अगाडिको स्क्रिन फुटेछ के ग्लास भित्रको त होइन होला बाहिरको ग्लास फुटेछ मलाई यस्तो टेन्सन भइरहेको छ नि गाइज मेरो मोबाइल र स्कुटी हो मेरो सम्पत्ति भनेकै यति नै हो यही पनि केही भयो भने त म त मर्छु होला गाइज आज पनि एकदमै चिसो छ नेपालगञ्जमा आज पनि दिनभरि घाम लागेन गाइज हेर्नुहोस् हामी चाहिँ घर जान तयारीमा भइसक्यौँ यता भयो बाई जाऊ अहिले टाइम भन्नुहुन्छ भने गाइस 7:45 भयो होइन म पसलबाट आएर यो अस्ति 3 दिनदेखि मेरो धोएको कपडाहरू यस्तो हरिबिजो भएको छ आज के छ उठाउँछु भने अलिकति उठाएँ कि अलिकति सुक्या त छैन कति छतमै राख्नु होइन भित्र राखिदिन्छु यिनीहरू लुगाहरू भनेर उठाउँदैछु म पसलबाट आउन बित्तिकै त आएको क्या लुगा उठाइहालौँ भनेर केही हल्का पानी नभएको लुगाहरू उठाइदिन्छु भनेर कति यहीँ छतमा राखिराख्नु कि हैरान भयो चिसोले त सब चिसो छ ओ माइ गड हावाले कपडा खसाइदिएर छ एकदम चिसो छ शीत परिरहेको छ आज दिनभरि पनि झन् चिसो आज घाम भन्ने कुरा झुलुक्क पनि झुल्किन यताभित्र डोरी छ म डोरीमा सुकाइदिन्छु ल यति कपडाभित्र ल्याइदिएँ मैले यो कपडाहरू सब भित्र ल्याइदिएछु बाँकी अझै लुगा त यो चिसै छ यो लुगाहरू उठाउँदैन सबै लुगा बाहिर छ यता मैले टमाटर र अन्डा ल्याएको छ के पकाऊँ के खाऊँ अन्डा करी पकाऊँ कि हाई गाइस नमस्ते आज भिडियोको अर्को दिन आज चाहिँ 3 दिन पुरै चिसो गरेर 4 दिनको दिनबाट आज मजाको घाम लागिरहेको छ हामी बाहिर मजाले घाम सेकेर बसिराखौँ अनि यिनी मैयाले आज हेयर कट काटेर हेयर स्टाइल चेन्ज भएको पनि छ खै पछाडि देखाउ त यसो घुमाएर टाउको आज बल्ल 4 दिनको दिन घाम देख्न पाइएछ मजाले मलाई त घामै छोड्न मन लागेको छैन मेरो लुगा पनि सुक्यो होला होइन नि आज हेर्नु न बच्चा यो त गाई छुचुन्द्रोको बच्चा मरिसक्यो क्या अघि देखेको मैले यो छुचुन्द्रोको बच्चा हामी चाहिँ घाम तापेर मजाले बसिरहेको छौँ गाइस आज 4 दिनको दिन घाम लाग्यो क्या नेपालमा हिजोसम्म ठिकै व्यापार भएको थियो घाम नलाएर अब आजबाट के हुन्छ थाहा छैन नि अब हुँदैन जाडोको लुगा बिग्दैन फेरि टेन्सन हुन्छ बडी पनि लिन आउँछ अब हाम्रो ड्रेस यस्तो यस्तो फ्यान्सी ड्रेसहरू बिग्छ गाइस अब यो जाडोको लुगा थन्काउने बेला भइसक्यो छैन धेरै दिन अझै यसो व्यापार कपडा हेर्दाखेरि त अझै 1 हप्ता चिसो गरे हुन्थ्यो जस्तो लाग्थ्यो तर के गर्नु चिसोले पनि आफैलाई सताउँछ आफ्नै लुगा आज 4 दिन भइसक्यो छतको छतमै थियो हिजो बेलुका पनि पानी चुँदै थियो व्यापारी माहौल हेर्दा चिसो गरे हुन्थ्यो जस्तो लाग्ने चिसो हेर्दाखेरि फेरि घामै लाग्दै हुन्थ्यो जस्तो लाग्ने यस्तै छ गाइस हामीलाई अहिले भोक लागिसक्यो अहिले टाइम भन्नुहुन्छ भने टाइम 3:30 भइसकेको छ अनि भोक लागेर नानीलाई मैले चाउचो लिनु पठाएर हामीले यसमा चाउचो पकाइसकेका छौँ पहिला पानी बोइल गरेर चाउचो राखेको त्यही भएर हामीले यहाँ मुख बन्द गरेछौँ कि हामी डाइरेक्ट त्यसमा राख्दैनौँ
अनि कटौरा यता रेडी भइसकेछ। भोक लागेर मैले एउटा दालमोट पनि खाइदिएँ, एउटा यो एक्स्ट्रा। यता हामी यसो दिउँसो कुटुङ कुटुङ पार्नलाई गाइस चुइगम र चक्लेट पनि राख्ने गर्छौँ कि एक्स्ट्रा। डिब्बै ल्याएर राख्नु पर्ला जस्तो छ नानी। अब सानो सानो चक्लेटको होइन 1 वर्षै चल्छ 1 वर्ष होइन 2 महिना जति चल्थ्यो होला न। कति धेरै हुन्छ त फेरि चक्लेट धेरै भने भयो भने हामी धेरै खान्छौँ नि त फेरि होइन। मुखलाई सम्हाल्न सक्दैनौँ हामी। डेली त टफी खान्नौँ नि कहिले काहीँ। गुलियो नै अलि चटपटे वाला सही बात। हजमला टाइपको होइन। अलिक खट्टो पिरो यस्तो के हल्का गुलियो पनि होस् खट्टो पनि होस् त्यस्तो टाइपको टफी ल्याउनुपर्छ कि होइन। त्यस्तो टफी लिनलाई कहाँ जानुपर्छ गाइज हामीलाई कमेन्ट गरिदिनुहोस्। भाटभोटिनतिर जानुपर्छ होला सुपर मार्केट भाटभोटिन। ल हेर खोला भइसक्यो होला अब। ल भइसकेछ गाइज हामी अब पस्किन्छौँ ल। ल गाइज हाम्रो चाउरो रेडी भइसक्यो। अब चाहिँ हामी दुईजनाले एउटा मात्रै भइ पकाएको हो। नानी त अलि ढिला खाना खाएको। मैले चाहिँ अलिक कति बजी खाएको होला मैले खाना 11 बजीतिर खाएको होला। लु खाऊ लु खाने जुगाड गर्नुपर्छ कि। ल सो गाइज हामी चाहिँ चाउचाउ खाना सुरु गरिसक्यौँ। हाम्रो खाजा यही हो। आज हामी केही खाँदैनौँ। हाम्रो यहाँ मकै भटमास पनि छ। खान मन लागेमा मकै भटमास पनि खान सक्छौँ हामी। हाई गाइज नमस्ते सबैजनालाई। आज भिडियोको फेरि अर्को भन्दा नि अर्को दिन। आज तेस्रो दिन। मैले बिहानदेखि कुनै पनि भिडियो बनाएको थिएन। अहिले साँझको 8 बज्न लागिसकेको छ। 7 बजेपछिदेखि मैले भिडियो सुरु गरिरहेको छु। अनि हामी चाहिँ अब घर जाने तयारीमा छौँ। आज के भन्दा नि गाइस एकदमै ब्याड न्युज के भन्न पनि अप्ठ्यारो। नानी भन त आज कति बजे तिमीले बोर्नी गरेको बिहान? 11 बजे। कति बजे आएको थियौ पसलमा? नानी 9:30 बजे नै आएर पसल खोल्छिन् नानीले होइन। आजभोलि बाबुको इक्जाम चलिरहेको हुनाले म अलिकति ढिला आउँछु कि घरको काम गरेर आरामले चिसो पनि हुन्छ। अनि सो त्यही भएर आज के भयो 11:30 बजीतिर नानीले अफरमा लगाएको। त्यही पनि अफरमा लगाएको फाइदामा होइन। फेरि हाम्रो स्टक सामानहरू हुन्छ नि त। पोहोर सालको अफरमा लगाएको एउटा स्वेटर बेचेको रहेछन् 500मा। त्यसपछिबाट म आएँ होइन 12 बजीतिर म आएको आज। त्यसपछिबाट नो सेल कुनै पनि कपडा बेचेको छैन क्या। आज हाम्रो दिन 500ले गयो गाइज। नानी सामान थन्काऊ अब जाने 8 बज्न लागिसक्यो। अब हामी जाँदैछौँ। अनि यो 500 रुपियाँ मैले गोजीमा हालेँ भने सकिन्छ। जाँदाखेरि दुध लग तरकारी लग होइन पानी लग। कहिले नुन सकिएको हुन्छ कहिले केही सकिएको हुन्छ घरमा जाँदा जाँदा। यो 500 त कुरा नगर्नुहोस् गाइज। उसैमा पेट्रोल सकिए नै लाग्छ। पेट्रोल पनि मेरो पेट्रोल हाल्नु पऱ्यो होइन। त्यो 500ले पुग्दैन। यस्तै छ गाइज। कहिले व्यापार हुन्छ कहिले नसोचेको व्यापार हुन्छ। फेरि कहिले काहीँ त कस्टमर आउन बित्तिकै यो के लिनुहुन्छ होला र के मनपर्छ होला भन्दा भन्दा पनि नसोचेको व्यापार हुन्छ होइन। कहिले यस्तो मजाको व्यापार हुन्छ कि कहिले काहीँ नसोचेकै हुन्छ। अनि हिजो त अलिक कम भएको थियो। अलि अस्तिको दिन चाहिँ राम्रै व्यापार भएको थियो। अस्ति शनिबारको दिन राम्रो व्यापार भएको थियो। आज चाहिँ सोमबार भयो। आज त यस्तै कहिले त बोनी पनि हुँदैन। त्यो पनि दुःख हुन्छ नि फेरि। सो त्यही भएर कहिलेकाहीँ अब सबै कुरामा चित्त बुझाउनुपर्छ होइन। एडजस्ट हुनुपर्छ। व्यापार भए पनि नभए पनि मान्छेलाई लाग्छ होला टन्नै व्यापार गर्छन् पैसा समाउँछन् भन्ने लाग्छ होइन। हुँदैन नि हजुर त्यस्तो भन्ने जस्तो। सो नानी सामान राख्न लागिसकेका छिन्। अब हामी चाहिँ जाने तयारीमा छौँ गाइज। अब हिँड्नुपर्छ म पनि। हेरौँ पेट्रोल कम भयो पेट्रोल भरेर जानुपर्ने हुन्छ म घर। मको बिहानको तरकारीहरू के सकिन्छ घरमा म किनमेल गर्दै जानुपर्ने हुन्छ घर। अब जान्छौँ हामी। सो गाइज म चाहिँ पसलबाट घरमा आइसकेँ। आउँदै गर्दा बाटोमा सामान किनेर ल्याएँ बिहानको लागि। ब्रेड अनि तेल पनि हिजो ल्याउन त फेरि कहिलेकाहीँ अपरझट सकिहाल्छ तेल ल्याएँ। यो दुध हो। अनि यो प्याज पनि सकिएको थियो। आधा केजी मात्रै लिएर आएँ अहिले। एउटा प्याज थिएन। पेट्रोल भरेर आउँछु भनेर यता धम्बोजीबाट आएको होइन। पेट्रोल पम्प के भएर बन्द आज छिटै बन्द भइहालेछ।
बिहानसम्म पेट्रोल भ्याउँछ कि भ्याउँदैन, गाह्रो छ पेट्रोल।